नमस्ते सबैजनालाई। यति बेला म ट्याक्कै यहाँ केलमा छु। केपिजे सन्तोष छ केल स्पेसलिस्ट हस्पिटल यहाँनिर देख्न सक्नुहुन्छ। पछाडि मेरो ब्याकग्राउन्डमा लोगो। यहाँनिर आइपुगेको छु। यहाँनिर म किन आएको छु भन्दा तपाईँहरूलाई सानो यो जानकारी दिन चाहन्छु। जो साथीहरू मलेसियामा हुनुहुन्छ र तपाईँहरू म मेडिकल गर्दा अब वार्षिक रूपमा मेडिकल हुन्छ वर्षमा एकचोटि, र त्यो मेडिकल हुँदा तपाईँहरू अनफिट हुनुभयो, मेडिकल फेल हुनुभयो भने, अब सानोतिनो बिमारीले फेल हुनुभयो भने त्यसलाई चाहिँ रिअपिल गर्न मिल्छ है, रिअपिल गर्न मिल्छ। त्यस कारणले तपाईँहरूले कम्पनीमा भनेर अथवा कम्पनीले नै आफै गरिदिन्छ। कतिपय कम्पनीहरूले, राम्रो कम्पनीहरूले, कतिपयले पठाइदिन्छ। यदि तपाईँलाई त्यस्तो जटिल समस्या छैन होइन, तपाईँलाई सामान्य किसिमको समस्या छ जस्तै सुगर, प्रेसर, यस्तो खालकोले गर्दा मेडिकल पनि अनफिट हुन्छ, फेल गराइदिन्छ। होमियोमा फेल भयो भने अब घर पठाइदिन्छ। त्यस्तो खालको समस्या भयो भने तपाईँहरू के गर्ने त भने चाहिँ कम्पनीले आफै नै त्यो चाहिँ रिमेडिकल गराउन पनि सक्छ। यदि गराइदिएन तपाईँलाई घर पठाइदिनु लाग्यो, तर तपाईँलाई काम गर्नु छ, अझै मलेसियामा 1-2 वर्ष काम गरौँ, थोरै पैसा कमाउँ र आफ्नो आवश्यकता पुरा गरौँ भन्ने चाहना छ भने तपाईँहरूले रिक्वेस्ट गर्न सक्नुहुन्छ कम्पनीसँग, र कम्पनीलाई भनेर बरुमा जति लाग्छ त्यो पैसा रिपिल अप्लाई गर्नको लागि, अब रिमेडिकल गर्नको लागि मलाई लाग्ने खर्च म आफै बेहोर्छु, तर मलाई एकचोटि फेरि चेक गरिदिनुहोस् मेरो फर्ममा भन्यो भने कम्पनीले गरिदिन्छ। त्यस कारणले यहाँ आएर तपाईँले स्पेसलिस्ट हो यो चाहिँ, यहाँ आएर तपाईँले त्यो सम्बन्धीको डक्टरहरूलाई भेटेर अनि त्यो फर्मलाई फेरि रिपिल गर्न सक्नुहुन्छ है। त्यसो गर्यो भने तपाईँको फर्ममा फेरि पास हुन्छ र डक्टरहरूले मोनिटरिङ गर्छन्, तपाईँलाई टाइममा चेक जाँचको लागि बोलाउँछन्, अनि तपाईँको फर्मको लागि प्रोसेस गरिदिन्छन् र भिजा लाग्छ र तपाईँ बस्न सक्नुहुन्छ। र त्यसरी चाहिँ तपाईँको चाहिँ पुनः तपाईँको भिजा लगाउन सकिन्छ होइन। त्यो तपाईँ मेडिकल अनफिट हुनुभयो भने, सामान्य रोग है, सामान्य बिमारी, सुगर, प्रेसर र अन्य सामान्य अब त्यस्तो खालको समस्या भयो भने, अब ठुलै तपाईँले कुनै के अरे लागु औषध प्रयोग गर्नुभएको थियो, त्यस्तो खालले तपाईँलाई चाहिँ अनफिट गराइदियो भने त्यो चाहिँ मिल्दैन। अन्य रोग, अन्य बिमारी, सामान्य किसिमको बिमारीले घर फर्किनु पर्दैन है। त्यही हो तपाईँहरूलाई जानकारी। धेरैजना साथीहरूले मेरो मेडिकल अनफिट भयो, मलाई फेरि दोबारा चेक नगराएर घर पठाइदिनु लाग्यो कम्पनीले भन्नुहुन्छ। त्यस कारणले गर्न मिल्छ, दोबारा चेक गर्न मिल्छ, तर कन्डिसन हेरेर, बिमारी हेरेर है। त्यो भएको कारणले त्यो खालको तपाईँहरूलाई बस्न मन छ भने कम्पनीसँग तपाईँले रिक्वेस्ट गरेर फेरि त्यो पुनः चेक मेडिकल फेरि होमियोमा रिअपिल गरेर तपाईँको फेरि प्रोसेस गरिदिन्छ र तपाईँको फेरि भिजा लाग्छ है। त्यही नै हो। र कसैको त्यस्तो समस्या, धेरैजनाले मलाई कल गर्नुभएको हुन्छ, मेरो होमियोमा फेल भयो र कम्पनीले फेरि रिचेक नगरी मलाई घर पठाइदिनु लाग्यो भने, त्यस्तो बेला तपाईँहरूले त्यो खालको रिक्वेस्ट गर्नुभयो भने खर्च तपाईँले आफै बेहोरेर फेरि रिपिल गर्न सक्नुहुन्छ है। रिपिल गरेर अप्लाई गर्न सक्नुहुन्छ, भिजा लाग्छ तपाईँको। यो चाहिँ हस्पिटलमा आएर तपाईँले चाहिँ, यस्तो खालको हस्पिटल सबै ठाउँमा छ, मलेसियाको धेरै ठाउँमा, र तपाईँलाई स्पेसलिस्ट यस्तो हस्पिटलमा पठाउँछ। र यहाँ आएर तपाईँहरूले त्यो प्रोसेस गर्नुभयो भने हामी हस्पिटलले तपाईँको सबै रिपोर्ट फर्मलाई पठाइदिएर तपाईँको भिजाको लागि अप्लाई गरिदिन्छ है। ल यो चाहिँ ट्याक्कै केपिजे सन्तोष केल स्पेसलिस्ट हस्पिटल, यो ट्याग देख्न सक्नुहुन्छ लोगो। हस्पिटलको मेन गेट खुलै छ। टक्क यता वरपरको भ्यू तपाईँ देख्न सक्नुहुन्छ। हस्पिटलको ट्याग चाहिँ मेन। ल फाइनली म चाहिँ अहिले हस्पिटलभित्र आइसकेको छु र बिमारी मान्छे उतातिर बसिरहेको छन् पछाडितिर, र म चाहिँ यहाँनिर टक्क बसिरहेको छु। यहाँ टोकन सिस्टम हुन्छ मलेसियामा, जताततै हस्पिटलतिर टोकन सिस्टम हुन्छ, र आफ्नो टोकन नम्बर आएपछि अनि चेक जाँचको लागि डक्टरसँग भेट गर्नको लागि टोकन नम्बर कोर्नुपर्छ। त्यही नै हो। अब तपाईँहरू पनि यदि तपाईँहरूलाई मेडिकल गर्दा तपाईँहरू अनफिट हुनुभयो भने तपाईँको रिअपिल गर्न मिल्छ होइन। मेडिकल रिचेक गर्न सक्नुहुन्छ, सामान्य किसिमको बिमारी छ होइन, त्यस्तो खालको छ भने तपाईँहरूले रिचेक गरेर फेरि पुनः मेडिकलको लागि
तपाईँले रिक्वेस्ट गर्नुभयो भने तपाईँको कम्पनीले गरिदिन्छ। पुनः चेक मेडिकल चेकअप गरेर तपाईँ फेरि पनि बिमारीको सही तरिकाले तपाईँको उपचार पश्चात तपाईँ पुनः फिट हुन सक्नुहुन्छ। त्यस कारणले पुनः फेरि तपाईँको भिजा लाग्छ, त्यही नै हो। अब त्यस्तो खालको समस्या छ भने तपाईँहरू अझै बस्न चाहनुहुन्छ, अझै काम गर्न चाहनुहुन्छ भने कम्पनीसँग रिक्वेस्ट गरेर तपाईँहरू मजासँग मेडिकल सामान्य किसिमको बिमारले फेल हुनुभएको छ भने फेरि त्यसलाई रिमेडिकल गरेर तपाईँ चाहिँ फेरि पुनः तपाईँको भिजा लाग्न सक्छ है। त्यही नै भयो आजको जानकारी। र अन्य कुनै तपाईँहरूलाई त्यस्तो जानकारी चाहिएमा मलाई फलो गर्दै गर्नुहोस् भन्दै अहिले छुट्टिन्छु। हवस् त, नमस्ते, बाई बाई।